हेलो बेस्टी र आज फेरि पनि म भिडियो गर्दैछु है र आज चाहिँ हाम्रो सानो बेबी गर्लको साथीको छोरीको बर्थडे छ र त्यहाँ इन्भाइट गरेको छ अन्त हल्का मेकअप चाहिँ गरौँ भनेको त्यस्तो मेकअपहरु त गर्न आउँदैन है र मेरो अब अरूहरुले त यादै छ म त्यस्तो सारो मेकअप खालके त्यस्तो म कहिले गर्दिन तर भए अब आज चाहिँ अब यसो पार्टी हुँदाखेरि चाहिँ अब गर्नै पर्यो अन्त यो चाहिँ यो चारकोल चाहिँ फेस मास्क रहेछ त्यो लाउनु पर्यो भनेर चाहिँ यो म खोल्दैछु यो लगायो भने चाहिँ अलिकति हाइड्रेट हुन्छ भन्छ अब लेट्स सी त्यस्तो बेसी त लाउँदिन कोही बेला 6 महिनामा एकताल मात्रै म लाउने गर्छु पुरा हल्का फुल्का यस्तै त होला नि यसरी लाउनुपर्छ होला कोजा भन्नेको रहेछ यो चाहिँ कति मिनट राख्नु पर्ने रहेछ टोनर अच्छा 10 to 15 मिनट राख्नु पर्ने रहेछ फेरि म यो 10 मिनट राखेर चाहिँ म फेरि ब्याक हुन्छु है ल गाइज ल मेरो चाहिँ 10 मिनट्स भइसकेको छ अब म यो निकाल्छु हो हल्का मसाज गर्नु भनेको छ यो गरिसकेर लगाइसकेर चाहिँ सोर पुरा सुकेको छ अस्ति घाँटी पुरा दुखेर बिमारी के सोर के हो सबै भइरहेछ के भएको पनि कहिले जाति हुन्छ दबाई पनि डोज पुरा भइसकेर पनि खै हुँदैन रहेछ ठिक यसरी हल्का मसाज गरेर बेबी आउनुहोस् यता वासरुम गइहाल्नुहोस् त एकदम त्यसलाई चाहिँ अब्जर्भ गर्नु भनेको छ यो जति पनि मसाजले नै अब्जर्भ गर्नु अरे हो अन्त अब यो मसाज के गर्नु बेस्टी अब एकदम 1-2 महिनामा लगाए हुन्छ यस्तो हो जान्दिनँ त्यस्तो साह्रो लाउनु अन्त हल्का फुल्का सानैदेखि राउडिस पर्यो हामी त मेकअप सेकअप गर्न जान्दैन त्यस्तै त होला नि अन्त content also underscore rashes materiais. No.
र यो फरएभर म चाहिँ यो अहिले चाहिँ फिलहालै यो हाइफेन युज गर्दैछु। यसले चाहिँ अलिकति राम्रो भएको छ स्किन हो। अन्त यो युज गर्छु ल गाइस। दिल्लीमा चाहिँ विन्टरमा चाहिँ क्रिमहरू पनि यस्तो साह्रो उयो हुन्छ कि हुन्छ नि, अब निक्लिँदैन। फेरि समर लागेपछि चाहिँ पानी त्यस्तै निक्लिन्छ। उहाँ चाहिँ गरम बेसी भएर होला कि त्यो चाहिँ मलाई पुरा उयो लाग्छ। राम्रो हुँदैछ यो क्रिम। अब मेरो स्किनमा चाहिँ अलिकति भए पनि सुट गरेको छ हो। अन्त कति भयो 3-4 महिना भयो ल मैले युज गरेको यो। अन्त एकदम राम्रो रहेछ। अब कृति च्यानलको हो, एकदम राम्रै हुँदो रहेछ यो चाहिँ। अनलाइनै मगाएको थिएँ मैले हो। यस्तो यति बेसी मेकअप सेकअप गरिँदैन, एकदम सिम्पल। यस्तै सिकायो के गर्नु, अब जान्दैन के गर्नु। हल्का हाम्रो यो रेनीको लिपस्टिक चाहिँ गाइस एकदम राम्रो हुन्छ। म चाहिँ हात चिप्लो भयो। एकदम राम्रो लिपस्टिक हुन्छ यो रेनीको। मलाई पुरा मन पर्यो। कतिवटा ट्राई गरेँ होइन मैले, के भन्छ ओरिफ्लेम अरे कुनै यो एभन सुगर। अन्त यो मलाई चाहिँ एट द एन्डमा चाहिँ मलाई यो रेनीको मन पर्यो। पुरा दामी लाग्यो मलाई क्या। त्यस्तै छ गाइज है, यति हो। अब अलिकति स्किन केयर भनेको मेरो चाहिँ हो। म तपाईँलाई अहिले भरे अब भाइहरू है बेबीहरू रेडी भएको म तपाईँहरूलाई भिडियो हाल्छु हो। र प्लिज लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् है। अन्त इफ अब मन पर्यो तपाईँहरूलाई भने सेयर पनि गर्नु सक्नुहुन्छ होइन। अन्त त्यही हो। अब अहिले बेबी स्याहारै छ, बेबी सानो छ, ओन्ली 6 मन्थको छ। अन्त बेबी स्याहार्यो, बस्यो। छुट्टीमै छु अहिले चाहिँ हो, छुट्टी लाइफ चल्दैछ अहिले। अन्त अलिअलि आफूलाई मेन्टेन गर्यो। मेन्टेन त अब के गर्नु भन्नु, अहिले त त्यही छ हो, बेबी सानो हुँदाखेरि हो। अन्त अब त्यही अब अलिकति स्किन केयर गर्यो, बस बस्यो। कहाँ साथीहरूले बोलायो त्यहाँ गयो हो। अन्त हस्पिटल भिजिट गर्यो। त्यस्तो लाइफ चल्दैछ। र तपाईँहरूलाई मनपर्छ है मेरो भिडियोजहरू मनपर्छ भने चाहिँ तपाईँले लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनुहोस् हो। त्यति मात्रै छ भन्नु। अन्त र अरू पनि तपाईँहरूलाई मेरो तर्फबाट के मनपर्छ हेर्नु काइन्डली लेखिदिनुहोस्, सो द्याट म फलो गर्छु त्यो है। र त्यही कारण ओके बेस्टी बाई, अहिले भरे भेटौँ।